Hello everyone, good morning. Welcome to Pravina official vlog. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्दै म पनि सन्चै छु भन्दै आजको भ्लग स्टार्ट गरिरहेको छु म बिहानी पाखामा मेरो छोरीले मलाई जहिले उठाउँछ मेरो अलार्म this one guy hello guy मलाई चाहिँ निन्द्रा पुगेपछि मान्छेलाई उठाउने त्यही हेर न जुरुक्कै उठ्नुपर्छ के उठेपछि उठ्ने कस्तो मान्छे हो हेलो गर्नुहुन्छ अरे हेलो गर्नु त मेरो कपाल सबै भुताल्छ अब यसले नभुताल्नु न बाबा हेलो अच्छा हेलो गर्नु न हेलो भन्नु न माया गर्नु मम्मीलाई माया गर्नु न खोइ माया खोइ ओइ पुन हेलो साथीहरु वेलकम ब्याक सो मेरो चाहिँ गाउँबाट कोसेली आएको छ के मेरो दादाले ल्याउनु आएको तरकारीहरु मेरो फेभरेट हो के चाहिँ यो बोडी चाहिँ कस्तो मिठो हुन्छ के घिउ बोडी के भन्छ सिमीहरु ल्याउनु भएछ अनि अमु कति धेरै हो यो हामीलाई मात्रै हो यति धेरै छ त अनि इस्कुसहरु बनाउनु भएछ इस्कुस त खासै मिठो त लाग्दैन भए पनि ल्याउनु भएछ हुन कति धेरै छ त यो दाल दाइ इस्कुस 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 यति धेरै छ थ्यांक यू सो मच मेरो मम्मीले कति माया गर्नुहुन्छ मलाई अच्छा बोडीको दाल कति धेरै पठाउनु भएछ बोडीको दाल त के हो सुकुटी पनि पठाएको जस्तो छ त यही बोडीसँगै एउटा दुईटा बिचरा बुढीमा नखाइ पठाउँछ मलाई मनपर्छ नि त सुकुटी मनपर्छ नि त त्यही भएर यहाँ छ भोरमास ओ यो सबै हामीलाई हो आसुलाई हो कि होइन आसुको यहाँ छ त अनि यति धेरै छ त है यो मम्मीलाई फोन गर न भोरमास आसुको पनि होला मलाई त्यस्तै लाग्यो आसुको यो 2 पोको छ क्या यहाँ 2 पोको छ अहिले म फोन गर्छु मम्मीलाई भोरमास 2 पोको बोडी 2 पोको छ अनि यो बोराको चाहिँ के हो त चामल जस्तो लाग्यो मलाई हो यति धेरै चामल त यति धेरै छ कि यस्तो छ यहाँ चामल लोकल चामल हो कि मैले अस्ति ल्याएकै सकिएको छैन यति धेरै छ त्यो हाम्रो दाइ साथीहरु मम्मीले पठाएको कोसेली देखाइहाले अनि यो चाहिँ छ किरा लिङ्सालाई छोरीलाई हो यो चाहिँ हुन्छ किरा अनि यति धेरै सामान छ कि ओ माइ गड अनि मेरो छोरी हो त्यहाँ उठ्नु भएछ कि त्यहाँ टोपी के गरे टोपी के गर्नु भएको यस्तो छ यहाँ चामल लोकल चामल हो कि मैले अस्ति ल्याएकै सकिएको छैन यति धेरै छ त्यो हाम्रो दाइ अनि साथीहरु सामानको ठेगाना त हेर्नु पर्यो नि त अनि म चाहिँ यो बट्टाहरु खाली थियो अनि त्यसमा खाली थियो सो चाहिँ जिउराको बट्टा दालको बट्टा थियो दाल अर्कोमा हालेको होइन यसमा हाल्छु भोरमास यसमा चाहिँ अलि धेरै छ नि त भोरमास त्यही भएर ठुलोमा छोरी लड्छ ल मेरो छोरी चाहिँ उठेर पुरै यहाँनिर कस अन्त के भने मैले तानै चाहिँ आइडन यो के गरेको कालो भोरमास पनि एउटा दुईटा मिक्स गरेर मैले हाल्छु ल यो त तिमीले खायो भने त आया हुन्छ नि आथौ हुन्छ
आज चाहिँ म तरकारी के बनाउँछु पनि तपाईँहरूलाई देखाउँछु ल मेरो फेभरेट बोडीको दाल पनि आएको छ नि त त्यो अनि त्यसपछि छोरीले कसरी हेरेर चाहिँ हेर्नु है साथीहरूले लजायो कसरी हेरेको छ र लड्छ ल बाबा लड्छ है यहाँ हुन्छ अनि बट्टामा अनि बाँकी चाहिँ म यतिकै राखिदिन्छु यो मान्छे के भएको यस्तो हुन्छ के साथीहरू म त भिडियो बनाउन नि पाउँदैन क्या अनि नै नलडेको बाबाले देख्यो भने मलाई मार्छ त्यो बाबाले किन त्यस्तो भएको धेरै टकटक नहुनु न यहाँ बस्नु यहाँ ज्ञानी भएर बस्नु ल यहाँनिर यो नखानु ल यो खानु हुँदैन नि छोरीले ल छोरीलाई यहाँ न यो न बिक्नु न बस्नु अप्ठ्यारो भयो म त धुइँमा बसेँ क्या सकिरोस् भनेर छोरो नगर्नु ल लड्छ ल यस्तै हो बच्चाको आमा भएपछि त गाह्रो छ है साथीहरू छोरो लड्छ ल बाबा आया हुन्छ है यति भएपछि यति बट्टामा हेर्दै राख्छु यत्तिकै राखिदिन्छु यत्तिकै छोरो कहाँ जानु भएको लड्छ ल यता आउनु है छोरो यता आउनुहोस् बाबा अहिले फेरि त्यो केरा छाप्छु गरिदिन्छु सुकुटी चाहिँ म त्यो घिउ बोडीसँग मिक्स गरेर बनाउँछु सुकुटी के भनेर यति पठाउनु भएछ बिचरा यति आफ्नो आमा भनेर आमै हुँदो रहेछ क्या साथीहरू किनभने यति कुरा पनि पठाउनुहुन्छ क्या मम्मीले जे त्यस्तो नि कि यहाँ त अर्को दाल यस्तो कस्तो सानो बिरुवा पनि मिक्स भएर रहेछ यो संसारमा हामी आफ्नो आमाले भन्दा बढी कसैले माया नगर्दो रहेछ यो अब बिहे गरेपछि झन् बढी थाहा हुँदै जाँदो रहेछ कि कति दुःख हुँदो रहेछ आमाले कति दुःख गरेर पालेको रहेछ भने त्यो सब थाहा हुने रहेछ है साथीहरू मैले चाहिँ अब थाहा भएरै भनेको हो त्यही हो बाबा चाहिँ खाँदैन जानुभएको छ कि उठाएर जानु पनि सुतेको भनेको यो भान्जी भनेर बोलाएको थियो यसरी छोरी लड्छ ल बाबा यता आउनुहोस् चाहिँ धेरै आउने रहेछ यसमा चाहिँ बाबा बिगको यता लिएर आउनु नि छोरो मामु यहाँ बिगको लाउनु प्लास्टिक यहाँतिर हुन्छ सो यति भयो चाहिँ म कहाँ राख्छु भने यहाँतिर ठाउँ बनाएर राख्छु यहाँ चाहिँ मेरो त्यो भाँडाहरू पनि छ क्या त्यही भएर अलि नअट्ने सम्भावना छ बाबा दिनु न मामु बिगको लाउने न यता आउनु अनि यता आउनु हाम्रो ब्लगमा आउनु मेरो बाबा ज्ञानी मान्छे हो नि है यसरी बिल्कुल लाउनुपर्छ यहाँ हेर्नु है हुँदै भएन यो पनि गर्ने न दिनु न मामालाई यहाँ छोरीले गर्ने लु छोरीले गर्ने यसरी ढ्याप्पा दिँदैन अब कस्तो जिद्दी छ कि दिनु न बाबा छोरो मामुले छोरोलाई केरी खुवाउने न केरा खान्छ कि हेर्ने मजाले बिर्सिन्छ नि मामुले केरी खुवाउन नै
अब केरी खाएपछि यो चाहिँ दिनु न मामुलाई यो दिनु न ल त्यही गर्छ कि गाह्रो छ मलाई यहाँ बस्नु त यहाँ बस्नु ल यहाँ बस्नु आइया नो 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 गुजी आउँछ गुजी 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 अट्न त हट्यो अर्को एउटा चाहिँ अट्नु हुँदैन दिनु न बाबा दिनु त हेलो हेलो साथीहरू भन्नु हेलो उयो यसको त आँखा हिँडिसक्यो मामुले यस्तो गरेर राख्छ यस्तो गरेर नचिन्ने रहेछ नचिन्ने रहेछ छोरो बाबा उठिहाल्यो फेरि बाबा अहिलेको जस्तो बुङ हुन्छ नि फेरि छोरीको कपाल लामो भएर के गर्नु र केरा खुवाउने ल मेरो बाबाले एउटा सक्लै केरा खान्छ क्या यस्तो भएर चाहिँ बिन्जिङ हेलो डन हो जा त्यही हो साथीहरू अब बेलुकीको खानाहरू पकाएको यताउता बनाउँछु अनि त्यही हो त्यसपछि के भन्नु अब एक्लै छ छोरी हेर्नुपर्छ छोरी अहिले जस्तो लड्छ के हुन्छ यहाँ अहिले पनि झुन्डिरहेको छ गाह्रो छ हो गाह्रो छ माया हेलो गर्नु न हेलो गर्नु नि छोरी हेलो आमा नि ल कति ज्ञानी मेरो बच्चा त माया गर्नु माया पनि गर्नु नि छोरी माया खोइ माया गर्नु न ल बोकोस् भनेर यहाँनिर पत्तर पत्तर हुन्छ अझ हेलो गर्नु त फेरि हेलो गर्नु न हेलो गर्नु न आमा कति ज्ञानी हो ल हेलो साथीहरू मैले चाहिँ भ्लग एन्ड गर्नै बिर्सेछ अनि सो त्यही भएर म चाहिँ अहिले एन्ड गर्न थालिरहेको छु सो आयो मेरो भ्लग हेर्दै हुनुहुन्छ भने सब्सक्राइब र लाइक गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु किनभने त्यही हो अनि आउँदै गर्छ मेरो भ्लग सो सबैजनाले हेरेर साथ सपोर्ट अनि माया गरिदिनु होला भन्दै आज चाहिँ म बिताउन चाहन्छु ओके बाई बाई साथीहरू।